नमस्ते। म रातभरि सुत्नु सक्दिनँ, दिउँसो पनि सुत्नु सक्दिनँ। मलाई सहाय गरिदिनुहोस् न। मेरो हात यस्तो छ, मलाई हेल्प गरिदिनुहोस् न। मेरो कोही छैन, म रातभरि सुत्नु सक्दिनँ। आउनुहोस् फेरि 2 कदम हामी ब्रेस्ट क्यान्सर रोगीलाई सहयोग गर्नतर्फ लागौं। पेदुङको 40 नम्बर समष्टिभित्र पर्ने कास्यङ ग्राम पञ्चायत अन्तर्गत कमजेड भन्ने ठाउँका एकजना वृद्ध आमा जसको नाम विष्णुमाया छेत्री, उमेर लगभग 60 वर्ष। उहाँ हाल ब्रेस्ट क्यान्सर रोगले पीडित हुनुहुन्छ। उहाँको विगत 3 वर्ष अघि दाहिने स्तनको अपरेसन गरिसके बापत पछिल्लो 1.5 वर्षदेखि अपरेसन गरेकै पटिको हात अत्यन्तै पीडादायक रूपमा सुनिन थालेको छ। परिवारमा उनीहरू पति पत्नी, एकजना छोरा र एकजना छोरी। छोरी जो विवाह गरेर पढाइ घर गइसकेका छ। सबै मिलेर उहाँको उपचारमा धेरै खर्च गरिसकेको छ। तर पछिल्लो 3 वर्षदेखि एउटा निम्न वर्गको परिवारमा यस्तो आपतकालीन स्थिति आइपर्दा उहाँहरूले जति सक्दो आफूहरूले उपचार गर्दै आएका छन्। उहाँहरूले खर्च पनि बिहेर्दै आएका छन्। तर अब स्थिति धेरै नाजुक भएको कारण उहाँहरूको आर्थिक स्थिति एकदमै शोचनीय भएको कारणले उहाँहरूले मसँग धेरै दिन अघि सम्पर्क गरिरहेका छन्। म पनि यस्तै धेरैजनालाई सहयोग गर्दै आउँदा कोही बेला हट्ट सहयोग गर्न सक्दिनँ। तर हिजो मात्रै मैले त्यही गाउँका नजिकमा भएको हाम्रो एकदमै सहयोगी कर्मठ भाइ छेवाङ गोलेलाई गएर उहाँहरूको हालचाल बुझ्दै भिडियो बनाएर पठाइदिनु भनेर निवेदन गरेको थिएँ। नभन्दै भाइ हिजै गएर उहाँहरूको अवस्था स्थित सम्पूर्ण विवरण यसरी भिडियो मार्फत मलाई पठाउनु भएको छ। रोगी विष्णुमाया छेत्रीको अवस्था अत्यन्तै दयनीय लागेको कारणले म यो भिडियो यहाँ राख्दैछु र यदि तपाईहरू कसैले उहाँको उपचारको निम्ति सहयोग गर्नु इच्छा भए मलाई सम्पर्क गरिदिनुहुन्छ भन्ने आशा पनि राखेको छु। नमस्कार आमै। नमस्कार। तपाईको नाम के हो? विष्णुमाया। तपाईलाई के भएको छ? तपाईको हात जुन चाहिँ सुनिरहेको देखिरहेको छु नि, यो के भएको हो? मेरो त यो ब्रेस्ट उयो भएको क्यान्सर भएको। अस्पतालमा छु। अनि त्यहाँदेखि पछाडि सोइलिङ भएको छ। हजुर। सोइलिङ भएको बादमा त्यहाँबाट फेरि कक्रिँदै गयो। कक्रिँदै जाँदाखेरि त हात कुँजे हुँदो रहेछ हो। हजुर। त्यहाँबाट अन्त के गर्नु, पछाडि अब त्यो ट्रिटमेन्ट गरेर आएँ घरमा। झन् साह्रो भयो। यो ब्रेस्ट क्यान्सर भएको चाहिँ कति साल भयो? 3-4 वर्ष भयो। 3-4 वर्ष भयो। अपरेसन गर्नु भएको? अहिले यो स्वेलिङ चाहिँ हात जुन चाहिँ स्वेलिङ भइरहेको छ यो कति साल भयो? कहिलेदेखि भइरहेको छ? स्वेलिङ भएको त 1.5 वर्ष भएको छ। 1.5 वर्ष भएको छ। हस्पिटलहरू देखाउनु हुँदैछ? हजुर, देखाउँदैछु। अहिले चाहिँ कहाँनिर देखाउनु हुँदैछ? अहिले यता के नाम्ची लगेर आयो। हजुर। त्यहाँबाट अब गान्तोक जानुपर्छ होला ट्रिटमेन्टमा। जाति भएको छैन यो स्वेलिङ भएको छैन? रातभरि सुत्नु सक्दिनँ। खोज्ने पोल्ने सबै गर्छ। म त राति सुत्नु नसकेर रातभरि कुदिरहनुपर्छ। यता र उता, घरि उँभो कुदिरहनुपर्छ। त घरि कक्रिन्छ, घरि पोल्छ, घरि घोज्छ। अन्त म त के गर्नु कसो गर्नु हुन्छ। अन्त अब अस्तितिर अस्पताल जाँदाखेरि छोराछोरीले गरिदियो, पैसा हालिदियो। अब छोराछोरीले पनि अब कहाँबाट हाल्नुहोस् र पैसा। अन्त म पनि अब निकै लाग्ने रहेछ पैसा अस्पताल जाँदाखेरि। अन्त जाँदाखेरि चाहिँ अन्त डक्टरले ठुलै अस्पताल जानुपर्छ भनेर भन्यो। त्यहाँ निकै लाग्छ पैसा भन्यो। यस्तो जाति हो भने त पैसा थुप्रो लाग्छ भन्यो। अनि जुन चाहिँ यो तपाईँले अहिले ट्रिटमेन्ट गर्नुहुँदैछ 3 वर्ष अगाडिदेखिको है, यो ट्रिटमेन्टहरूको खर्च कसरी बेहोर्नु हुँदैछ? खर्च त अब अलिअलि बुढोले अब कुखुराहरू बेच्यो, अलिअलि केहरू बेच्यो। अन्त बुढोले पठायो उता छोराको मालिकहरूसँग। अच्छा, तपाईँको छोराछोरीहरू कतिजना? एक छोरी एक छोरा। 2 जना चाहिँ छोराछोरी, एक छोरा एक छोरी है। के गर्नुहुँदैछ छोराछोरीहरूले चाहिँ? छोरी बिहे भएर गएको हो। छोरा चाहिँ सामदुङमा हुनुहुन्छ। पनि काम गर्नु, मालिककोमा काम गर्छ। अहिले एक्सराई गर्नु चाहिँ छोरीले लगेको थियो नाम्ची पुऱ्याएर आएर पनि घरमा थिएँ। अहिले यहाँ आइपुगेको छु। ठुलो अस्पताल जानु इच्छा छ, मलाई सहयोग गरिदिनुहोस्। म पैसा रुपियाँ छैन, मलाई बाँच्न चाहन्छु।
बाँच्नु चाहिएको छ मलाई। साह्रो पिर लागिसक्यो, म त कहाँ जानु के गर्नु भइसक्यो मलाई। सबैजनाले सहयोग गरिदिनुहोस्, मलाई बाँच्नु चाहिएको छ। के गर्नुपर्ने हो, कसो गर्नुपर्ने हो। अवस्था यस्तो छ, मेरो बुढाको अवस्था पनि यस्तो छ, काम गर्नु सक्दैन, हात खुट्टा दुख्यो भन्छ। बुढो पनि भयो, कसो गर्नुपर्ने, म त कहाँ जानु, कहाँ के गर्नु भइसक्यो। अलिअलि भएको पनि गान्तोक हस्पिटल गएर सक्यो। बाँच्ने मन छ, मलाई सहयोग गरिदिनुहोस्। यो बिमार त अब अपरेसन गरेको 3 वर्ष भयो। अन्त अब खै हिजो अस्ति उता कालेबुङ पनि छोरा भतिजोहरूले बुहारीहरूले पुर्याएर ल्यायो। अन्त भाँचिएको छ, सड्किएको छ भनेर भने बुढियाले यसो हड्डी छाम्छ। अन्त अब कालेबुङमा फेरि डाक्टरले भन्यो अरे त्यो भाँचिएको गरेको होइन, यो त त्यो भएको खुन सर्दैन त्यो पाखुराबाट र त्यस्तो भएको भनेर त्यसो भनेछ। अन्त त्यहाँदेखि त्यसो भन्दै उयो गर्दाखेरि हिजो अस्ति छोरी आएर चाहिँ उता नाम्ची हस्पिटल लिएर गएको। छोरीले नाम्ची हस्पिटल लिएर गएर अन्त त्यहाँदेखि उहाँ उसले हड्डी भाँचेको गरेको त होइन भने अरे। अन्त त्यहाँदेखि अब के गर्नुपर्छ, फेरि गान्तोक जानुपर्ने। गान्तोक जाने अब अहिले खर्चहरू छैन। अन्त खर्च नहुँदाखेरि अलिक यसो सहयोग पाउँछु कि भन्ने अलिकति विचार गरेको मैले। ओछ्यानमा घोप्टेर बसिरहन्थ्यो। अन्त त्यहाँदेखि राति उठ्यो, अब मेरो हात साह्रो दुख्यो, होच्यो पोल्यो भनेर भन्छ। अन्त त्यहाँदेखि अब के गर्नु, हामीहरूले त यसो नुन पानीहरूले सेक्नु नि भनेर भने। अब अलिअलि सेक्यो, झन् फुलिएर आउँदो रहेछ। त्यसो गर्दाखेरि अन्त भएन। अन्त त्यहाँदेखि हिजो अस्ति छोरी आएर अन्त उता नाम्ची हस्पिटल लगेको र अब अहिले चाहिँ फेरि अब गान्तोक जानुपर्ने छ रहेछ। जाने उता अहिले खर्चबाट अलिक छैन। अन्त यसो सहयोग पाउँछ कि भन्ने विचार गरेको। सबै अब यसो सरकारबाट पनि जता यताउता ठुलो ठालो मान्छेहरूकोबाट भनेर चाहिँ उयो गर्दैछु, विचार गर्दैछु। मेरो यहाँ घर जानलाई चाहिँ बचाउनुको लागि सबैजना भएर सहयोग गरिदिनुहोस्। अलिअलि भएको अब पैसा रुपियाँहरू सकियो, अब अझै फेरि गान्तोक लानुपर्ने छ र अलिकति त्यस्तै सहयोग पाउँछु कि भन्ने विचार गरिरहेको छु। अब नमस्कार सबैजनालाई। म यो भन्न चाहन्छु, मेरो आमाको अपरेसन गरेको 3 वर्ष भयो र मैले अहिलेसम्म गान्तोक हस्पिटलमा भाइ र म भएर मिलेर गान्तोक हस्पिटलमा लगेर अपरेसन भएर एउटा ब्रेस्ट काटेर फ्याँक्यौँ। अरू यहाँनिर यस्तो क्यान्सर भएको हो आमाको। अब अहिले फेरि यो बल्झेर यो यतिसम्म हामीले खर्च गरेर त्यतिसम्म हामीले सक्यौँ। अहिले हामीले अब यस्तो अवस्था, म पनि एउटा बिहा भएको छोरी हो, बाबाको अवस्था यस्तो छ। त्यही भएर मैले अहिले आमाको लागि एउटा सबैजनालाई सहयोग माग्दैछु, बिन्ती गर्दैछु। किनभने हाम्रो पनि अवस्था त्यस्तै छ। मेरो पनि अहिले सानो नानीहरू भएको कारणले, म बिहा भएको कारणले गर्दाखेरि मैले पनि अहिले केही गर्न सकेको छुइनँ। आमाको यो यस्तो भएको अब 1.5 वर्ष जस्तो फेरि भइसकिसक्यो। फेरि अहिले अब ठुलो हस्पिटल लानु भन्छ। मैले गान्तोक लगेर अपरेसन गरेर सबै गरिसकेँ। अब ठुलो हस्पिटल लानु भन्दैछ। ठुलो हस्पिटल लाने त अब अवस्था हाम्रो पनि त्यस्तै नै छ। भाइले पनि गर्न सकेको छैन। त्यही भएर अहिले म त सबैजनालाई यो सहयोग माग्दैछु, सबैजनालाई बिन्ती गरेर सबैजनालाई सहयोग माग्दैछु। सबैजनाले सपोर्ट गरिदिनुहोस् होला भन्ने म आशा राख्दछु। अहिलेसम्म चाहिँ हामीले आज 3 वर्ष भइसक्यो। अहिलेसम्म चाहिँ हामीले गान्तोकमा ट्रिटमेन्ट गरेर अपरेसन गरेर हामीले खर्च जति सबै हामीले सकिसक्यौँ। अहिलेसम्म हामीले गरिरहेको छौँ। अहिले पनि हामीले यो एक्सरेहरू गरेर सबै गरेर ल्याइसक्यौँ। अब हाम्रो क्षमता नभएर, हाम्रो आर्थिक अवस्था कमजोर भएको कारणले गर्दाखेरि चाहिँ हामी अहिले अब यो यसमा आउनु परेको कारण चाहिँ अगाडि बढिरहेको छौँ। हामी त्यसै कारणले गर्दाखेरि तपाईँहरू माझमा हामी आइपुगेको छौँ। तपाईँहरूलाई सहयोग गरिदिनुहुन्छ कि अलिकति मेरो आमा बाँच्न चाहन्छ। त्यही भएर चाहिँ म आमालाई बचाउन चाहन्छु। अब हाम्रो पनि आर्थिक अवस्था त्यस्तै कमजोर भएर हामीले गर्न सकेको छैनौँ। त्यसैले गर्दाखेरि मेरो आमालाई सबैले सहयोग गरेर, सबैले फलोवर्सहरू जति पनि हुनुहुन्छ, जतिजना सबैले सहयोग गरेर फलो गरेर तपाईँले मेरो आमालाई बचाइदिनुहोस् भन्ने। अब हाम्रोमा त केही 1 रुपियाँ हाम्रोमा छैन, क्षमता छैन। अहिलेसम्म हामीले गऱ्यौँ। अब हामी यहाँदेखि उता हामीले गर्ने क्षमतै छैन हामीसँग। हामी टुटिसकेको छौँ। एउटा आमालाई हामीले बचाउन चाहन्छौँ। सबैजना भएर बचाइदिनुहोस् होला। धन्यवाद।